So guys, यहाँनिर चाहिँ भिडियो हुँदैछ हो दाजुसँग। दामी देख्छ। दाजुहरु चाहिँ यहाँनिर एकदम बेसी हल्ला गर्दै काम गर्नुहुँदैछ हैन। त्यहाँ देख्न सक्नुहुन्छ। यस्तो चाहिँ हाम्रो चाहिँ आजको सेटअप चाहिँ ट्याक्कसँगले। यस टिभी सर। यस भर्खर आइपुग्यो हामी चाहिँ। न पानीले भिज्दैन के बाटो। नमस्ते सबैजनालाई र वेलकम ब्याक अगेन हैन। र आजको ब्लग पनि त्यही हुनेछ र के हुने ब्लग चाहिँ के हुनेछ भने चाहिँ 50 स्टेटहुड राइडरको गाइस यो गाडीले गर्दा क्या इरी गर्दै यार। 50 स्टेटहुड राइडर मिट चाहिँ सरमसामा सेलिब्रेट हुनेछ। सो हामी चाहिँ त्यहीँ जाँदैछौँ हैन। जाँदैछौँ भन्दा आधी बिचमा पुग्यो। अहिले चाहिँ हामी सिङतामा छ हैन। यहाँनिर क्रेजी हाउसमा छ। यहाँनिर माथि नामथाङबाट चाहिँ हामी 5-6 जना छ राइडर होइन टोनबाट। सो हामी चाहिँ अलिकति अगाडि जाँदै गरेको दाजुहरू काम छ अरे होइन। सो यहाँनिर दाजुहरूलाई पर्खिँदैछौँ हामी होइन। यहाँनिर अरू क्लबको हुन्छ खोन्जाङको दा। यस दा वेलकम टु माई च्यानल। सो यहाँ छ बुबु। यस बुबु बुबु पान किन यस दा। सो यहाँनिर चाहिँ दाहरूको बाइक बनिँदैछ होइन। यहाँनिर दाहरूले अब उकालो जानेको छौँ। सो त्यही माथि चाहिँ जोड पानी पर्दैछ अरे होइन। अब चाहिँ भ्लग गर्नु पाउँदैन होला। सिधै तपाईँहरूलाई म माथि पुगेर देखाउने छु। र त्यही हो आज चाहिँ के भन्छ अब चाहिँ रेनकोट लगाएर जानुपर्ने हुन्छ नि त। सो सबैजना यहाँ आउँदैछ होला ट्याक्कसँगले। अहिले चाहिँ भने चाहिँ कति 5 बजिसक्यो होइन। तर अब अहिलेसम्म पनि हामी क्रेजी हाउसमै छ होइन। अब चाहिँ यहाँनिर दाको बाइक बिग्रेको थियो नि त BMW बाइक। सो यहाँनिरबाट चाहिँ अब छौँ। म चाहिँ यहाँ तल आएको बेसी गरम भएर हो। सो त्यही हो गाइस यस्तै छ। अब चाहिँ सिधा तपाईँहरूलाई माथि गएर देखाउने छु होइन के कस्तो हुनेछ तपाईँहरूलाई। र त्यही हो किप वाचिङ गाइस। हेर्दै गर्नुहोस् मेरो ब्लग। र अब चाहिँ म डाइरेक्ट माथि गएर तपाईँहरूलाई देखाउने छु होइन। त्यतिन्जेलसम्म तपाईँहरूले हेर्दै गर्नुहोस् किप वाचिङ गाइस। अहिलेको लागि चाहिँ पोइ म। सो हामी चाहिँ आइसकेको छौँ सरमसा गार्डन हो। अन्त के भयो भन्दाखेरि चाहिँ हामी चाहिँ अलिकति ढिलो भएको कारणले गर्दा चाहिँ हामीले चाहिँ राम्रो प्लेस चाहिँ पाएन। प्लेस त जति छैन तर पानी पर्दाखेरि चाहिँ बिजोक हुने ठाउँ पायो। र एक ठाउँ अलिकति राम्रो ठाउँ खोजेको छैन। सो त्यहाँनिर जाने अब चाहिँ हामी यहाँ दाहरूलाई पर्खिरहेको छ। हाम्रो चाहिँ अलिकति ढिलो भइदियो नि दाजु। सो दाजुहरू आउँदैछ हो। त्यहाँनिर बाटोमा चाहिँ पानीले भिजेर चाहिँ अलिकति चाहिँ भिज्यो होइन। सो के त्यही हो केही छैन। अब तपाईँहरूलाई म पर भरे देखाउँछु। चाहिँ हाम्रो सेटअप भइसक्यो होइन। यहाँनिर बल्ल जग्गा पाइसक्यो होइन। र यहाँ दा यस दा वेलकम वेलकम टु माई च्यानल दा। यस सो हजुर एकदम दा। सो त्यही हो होइन। सो त्यही हो यहाँनिर अब यहाँनिर चाहिँ हालिसकेको छ र हो। अब चाहिँ हामी माथि रेजिस्ट्रेसन गर्न जाँदैछौँ होइन। त्यहाँ माथि सामानहरू दिनु। सो त्यही हो अब तपाईँहरूलाई अहिले देखाउने छु होइन के कसो हुनेछ। यहाँनिर चाहिँ ट्याक्क बाइकहरू चाहिँ यहाँनिर छ होइन। किन हौ हाम्रो चाहिँ यहाँ चाहिँ तिरपल होइन हल्का ए। सो त्यही हो भने चाहिँ कम्प्लिटली हाम्रो दाजुहरू आइसक्यो होइन सबजना। र दाजुहरू चाहिँ यहाँनिर एकदम बेसी हल्ला गर्दै काम गर्नुहुँदैछ होइन। त्यहाँनिर देख्न सक्नुहुन्छ। यस्तो चाहिँ हाम्रो चाहिँ आजको सेटअप चाहिँ ट्याक्कसँगले। यस टिभी सर। यस भर्खर आइपुग्यो हामी चाहिँ। न पानीले भिज्दैन के बाटोमा। रड्डी भयो त है। सो नरेश सर र डिबिदा चाहिँ भर्खर आउनु भएको हो। यहाँनिर लाउनु हुँदैछ। त्यही हो एकदम मजा आउँदैछ गाइस। तपाईँहरूले फुल भिडियो हेरिदिनुहोस् होला। यो चाहिँ होइन इग्नोर नहालिदिनुहोस् होला। त्यही हो गाइस।
गाइस यहाँनिर चाहिँ भिडियो हुँदैछ हो दासँग दामी देख्छ मेरो चाहिँ भ्लग छ दाहरूले हेरिदिनु पर्यो होइन एकदम नाम चाहिँ सिलास भ्लग होइन यताको प्रतिबिम्ब भ्लग छ मेरो सिलास भ्लग फेसबुकमा एकदम हेर्नु पर्यो ओके एकदम लाइक गरेर पठाउँछु हामी ओके थ्याङ्क यू सो मच तपाईँहरूलाई एकदम एडभान्समै तपाईँहरूलाई होइन तर सबैले नि यस्तो केस पाल्नु सक्दैन फेरि एउटा कुरा फेरि हो नि त साह्रै पर्छ नि साह्रो पर्छ नि केस पाल्नुको लागि रहता नहीं वो कलकत्ता में लेकिन उधर भी अच्छा है काम से टाइम निकल के अपना लाइफ बिजी रहता है कोलकाता से करीब 50 किलोमीटर दूरी में मेरा घर में मतलब आगे किलोमीटर तो यहाँ से तक बहुत दूर है से जाओगे तो थोड़ा आगे मिलेगा एभ्रीवान हामी चाहिँ अब खाना खानुको जाँदैछौँ होइन दाहरू चाहिँ माथि पुग्नु भइसकेको छ बलगनमा थियो होइन सो हामी जाँदैछौँ होइन बुबु र म चाहिँ यहाँ माथि छ अरे नि त त्यहाँ जाँदैछौँ हामी फिलहाल चाहिँ भात खानु यस्तो बाटोहरू दामी हुन्थ्यो यार सो यहाँ माथि जाँदैछौँ हामी हो खाना चाहिँ माथि रहेछ हो त्यहाँनिर टक्कसँगले दारू पनि त्यहाँनिर रहेछ सो हामी जाँदैछौँ तपाईँहरूलाई अहिले देखाउनु भेट्ने छु होइन सो त्यही यहाँ चाहिँ अगाडि सबैले खाना खानुपर्छ हो यहाँनिर हेर्नु सक्नुहुन्छ यस्तो छ सो अब हामी पनि खानेछौँ त्यसपछि तपाईँहरूलाई देखाउँछु सो यहाँनिर हल्का ब्लग हुँदैछ अब हामीले चाहिँ खाना खाएर आएको You guys, है हाम्रो ट्रोनको लागि पनि ट्रोनलाई पनि भोलिको माथि पनि मान्नु भएको है ट्रोनको मेम्बरशिपमा पनि मन पर्यो सो यस्तो इभेन्ट चाहिँ हुनै पर्छ हैन फर ग्रोथ अफ क्लब है सो वी विल ह्याभ भेरी गुड टाइम क्वालिटी टाइम सो त्यही हो सबैजना यहाँनिर छ होइन इन्जस्ट्री अल्सो हेल्थ त्यहाँनिर ट्याक्कसँगले मेरो पर्सनलबाट चाहिँ यो भोलि म चाहिँ टेन्टभित्र पसिसकेको छु होइन गुड नाइट दा डिबी दा गुड नाइट छ ल दा म चाहिँ सुतेको सो त्यही गाइस होइन आजको भ्लग चाहिँ यति नै हुनेछ भोलिको भ्लग अर्कै बनाउने छु होइन म चाहिँ टेन्टभित्र बसिसकेको छु अहिले चाहिँ फिलहाल चाहिँ कति 1:30 क्रस भइसक्यो होइन सो त्यही हो अब छिटो सुतेर बिहान फेरि 8 बजी नै उठ्नुपर्छ सो त्यही हो भोलिको भ्लग पनि हेरिदिनुहोस् होला आजको भ्लग पनि हेऱ्यो भने हेर्नुभयो भने धेरै धेरै धन्यवाद तपाईँहरूलाई होइन किप सपोर्टिङ होइन यसरी नै सपोर्ट गरिदिनुहोस् सो त्यही हो गाइस म चाहिँ सुतेको अब होइन टेन्टभित्र यो चाहिँ स्लिपिङ ब्याग चाहिँ सबै भिजेछ होइन सो आज बेलुका चाहिँ रात चाहिँ राम्रो काटिँदैन जस्तो छ सो त्यही हो किप वाचिङ गाइस तपाईँहरूलाई म अर्को भ्लगमा भेट्छु र आजको लागि चाहिँ गुड नाइट अन्त बाई बाई